जय श्री राम। यो चाहिँ हाम्रो बागलुङ कालिका मन्दिर जाने र फर्किने क्रम पनि धेरै नै छ। श्रद्धालु भक्तजनहरू धेरै फर्किनु भएको छ र कोही पनि धेरैजना मन्दिरतर्फ जाँदै पनि हुनुहुन्छ। हजुरहरू बागलुङ कालिका मन्दिरकै लागि दर्शन गर्न नआए तापनि बागलुङमा कहिलेकाहीँ बागलुङ बजारसम्म झर्नुभयो भने बागलुङ बजारको 1 किलोमिटर पोखरा जाने बाटोतर्फ, 1 त नभनौँ 2 किलोमिटर जति होला, त्यो पोखरा जाने बाटोमा चाहिँ बाटैमा पर्छ। बाटैमा जाँदा एकचोटि दर्शन गरेर जानु होला है त। भीम सर केही भन्नु न। यहाँ चाहिँ यो भगवान्ले साथ दिएसम्म चाहिँ हामी फेरि पनि होइन यो ठाउँमा फेरि आउनेछौँ। धेरै चाहिँ खुसी लाग्यो होइन। भित्रउता त यति इन्जोय छ होइन। सबैजना आइदिनु होला होइन। धेरै राम्रो छ। हजुरहरूलाई पनि स्वागत छ यो ठाउँमा। तपाईँहरूलाई चाहिँ यहाँ आउनुभयो भने जे माग्नुहुन्छ त्यो पुग्छ होइन। हजुरहरूलाई यहाँ आउनुभयो भने हुन त यहाँ बागलुङ कालिकाको दर्शन हामी गराइरहेछौँ। यो बागलुङ कालिकाको मन्दिर देख्नु भनेकै हजुरहरूले भनेको सोचेको कुरा पुग्नु हो होइन। त्यसर्थ हजुरहरूलाई पनि एकचोटि यो ठाउँमा आइदिनुको लागि म धेरै धेरै अनुरोध गर्दछु। आउनु होला। धेरै राम्रो छ, धेरै रमाइलो छ, इन्जोय हुन्छ है हजुरहरूलाई। ल यति भन्दै म गएँ है त। अहिले भेट हुन्छ ल। थ्याङ्क यू। ल भीम सर चाहिँ स्नान गृहमा जाँदै हुनुहुन्छ। यो चाहिँ स्नान गृह रहेछ। जाऊ अगाडि जाऊ। स्नान गृह रहेछ। पानी ल त गाइज हामी चाहिँ स्नान गृहमा स्नान गरेर अब चाहिँ मन्दिरतर्फ लाग्दैछौँ है। म हजुरहरूलाई मन्दिर देखाउने कोसिस गर्दैछु। अब जय श्री राम। यो चाहिँ हनुमान अगाडि ओके। यति धेरै श्रद्धालु भक्तजनहरू हुनुहुन्छ कि यो हजुरहरू आएर प्रत्यक्ष हेर्न चाहनुहुन्छ भने बागलुङ बजार आएको बेला चाहिँ बाटोमै पर्छ। एकचोटि दर्शन गर्न नभुल्नु होला। र हजुरहरूलाई मैले देखाउन गइरहेको छु मन्दिर है त। जय कालिका। ल गाइज फाइनल्ली हामी यो बागलुङ कालिका मन्दिरमा आइसक्यो। यो मन्दिर चाहिँ बागलुङ कालिका मन्दिर है त। अनि यहाँ चाहिँ यति धेरै श्रद्धालु भक्तजनहरू हुनुहुन्छ। अनि यति धेरै मान्छेहरूको भिड छ कि यो मन्दिरमा दर्शन गर्न आउनेको यति धेरै भिड छ। र यो एरिया यो मन्दिरको एरिया हो। र हामी चाहिँ अहिले मन्दिरको वरिपरि के बाघको सालिकी मन्दिरमा हुन्छ है भीम सर। अब चाहिँ हामी के गरौँ? भित्र दर्शन गरौँ। दर्शन गरौँ न त। वरिपरि घुम्ने
कस्तो लाग्यो भिन्सर मन्दिर? एकदम राम्रो छ क्या, बहुत धेरै खुसी छु होइन। अनि बहुतै रमाइलो छ। अब अहिले एकछिन हामी दर्शन गर्छौँ अनि त्यसपछि हामीले यहाँको बारेमा सबै भन्छौँ है, ओके पहिला बुझेर। ओके सर, थ्याङ्क यू। यो मन्दिर हेर्नुहोस् हजुरहरूले देख्नु भएको छ, बागलुङ कालिका फोटो स्टुडियो हजुर। ओके सर, ओके। हामीले त के लिएर आउनु लगायो भने त अलिकति दक्षिणाहरू चढा। ओके, त्यही दक्षिणामा त चढाएर जाउँला क्या हुन र खुल्ला पैसा छ ल्याइएन त खुल्ला पैसा त। लाइनमा त गाइज हामी चाहिँ अहिले लाइनमा छौँ है पूजाको लागि। पूजा त के भनौँ, दर्शनको लागि होइन। भिमसर यति हुन्छ, हातमा पैसा लिएर बसेको छु है। अनि कालिका मन्दिरको हामीले दर्शन गर्छौँ, त्यसपछि हामी निक्लिन्छौँ। फाइनल्ली गाइज हामी चाहिँ पूजा गरेर अब चाहिँ हामी निक्लिँदैछौँ। दुईवटा फोटोहरू हान्छौँ अनि त्यसपछि हामी निक्लिन्छौँ है त। अनि हामीले कालिका मन्दिरको दर्शन गरेर अनि उहाँसँग मन्दिरको आशीर्वाद लिएर हामी चाहिँ अब अहिले निक्लिँदैछौँ। अब हामीले फोटो खिचाउनु है, एकछिन फोटो खिचाउनु। गाइज हामी चाहिँ मन्दिरमा पूजा गरेर पनि फर्किसकेका छौँ। अनि हामी अब बाटोतिर लाग्दैछौँ। अब बाटोमा हुने विभिन्न दृश्यहरू हामीले हजुरलाई देखाउनेछौँ। र अहिलेलाई चाहिँ जय श्रीराम। भीमसरको नाच हेर्नु है त गाई सबैजनाले। ओइ ओइ गाइज अब हामी चाहिँ मन्दिरबाट निस्किसक्यौँ अनि यो गेटमा चाहिँ आइसकेका छौँ है त। हामी चाहिँ हाम्रो डेस्टिनेसन पोखरासम्मको छ अहिले। अनि हामी पोखराको लागि लाग्नेछौँ र अरू कुरा चाहिँ हजुरलाई देखाउँदै जानेछु है त। ल हजुर आउँदा चाहिँ यो पोखरा जाने बाटो हो, उता त गाडी आउँदैछ र यो चाहिँ बागलुङ बजार आउने बाटो। यसको बिचमा चाहिँ यो कालिका भगवती मन्दिर, बागलुङ कालिकाको नामले चिनिन्छ। यो मन्दिरमा चाहिँ आएर दर्शन गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।